तू इधर उधर की बात न कर, तू इधर उधर की बात न कर, ये बता काफिला क्यों लुटा। हमें रह जनों से कोई गिला नहीं, तेरे रहबेरी का सवाल है। नमस्कार साथीहरू, मेरो नाम प्रेम बहादुर साउद। साथीहरू, आज तपाईहरुले हेर्नु नै भएको छ, पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल विरुद्ध अख्तियारमा मुद्दा दायर भएको छ। किन दायर भयो मुद्दा भने, किनभने पतञ्जलि जग्गा प्रकरणमा उहाँ प्रत्यक्ष मुछिनु भएको छ भन्ने विषय उठेको छ चौतर्फी मिडियामा। अब यो गणतन्त्र आइसके पछाडि प्रधानमन्त्री भइसकेका व्यक्तिहरू यस्तो भ्रष्टाचारमा मुछिएका रहेछन्, यिनीहरू प्रधानमन्त्री भ्रष्टाचारै गर्नका लागि पुगेका रहेछन् भन्ने कुरा यहाँबाट प्रष्ट हुन्छ। तपाईहरुलाई म अनुरोध गर्न चाहन्छु, एकचोटि टंकदाहालजीको भिडियो युट्युबमा गएर सर्च गरेर हेरिदिनु होला। उहाँले त्यो काण्डप्रति, त्यो पतञ्जलि जग्गा प्रकरणप्रति स्पष्ट रूपमा प्रमाण सहित पेश गर्नु भएको छ। त्यति भयो भने पूर्व प्रधानमन्त्री बनेका यी प्रत्येक व्यक्ति क्यान्टेनमेन्ट शेरा दरबारमा प्रचण्डको नाम मुछिएको कुरा बारम्बार मिडियामा आउँछ। त्यस्तै पति शेरबहादुर देउवा र उहाँकी पत्नी आरजु राणा विरुद्ध पनि भुटानी शरणार्थी केस र टिकापुर जग्गा प्रकरणको मुद्दा उठिरहेको हुन्छ समय समयमा। गिरिबन्धु टी स्टेट जग्गा प्रकरणमा अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्धमा बारम्बार आवाज उठि नै रहेको छ। बाबुराम भट्टराईको बारेमा पनि ललिता निवास जग्गा प्रकरणको कुरा जोडिएर अब त नेपाली जनताले बुझ्नुपर्ने होला नि त। भन्ने चाहिँ जनताको लागि, जनतालाई उग्रा गर्नको लागि हामी चाहिँ यसमा छैनौँ, हामीलाई पक्राउनु पर्यो। त अहिले त निकाय छ, यो के अरे लोकतान्त्रिक पद्धति हो, लोकतान्त्रिक पद्धतिमा आफ्ना आफ्ना एउटा निकाय छ, अख्तियार छ, पुलिस प्रशासन छ, खुफिया एजेन्सी सिबिआई छ, सबैले आफ्नो छानबिस गर्नुहोस् न त, सबै स्वतन्त्र छन् भन्नको लागि। तर संवैधानिक पदमा नियुक्ति गर्नको लागि त त्यही प्रधानमन्त्रीकै हात हुने होला नि त, होइन? यही व्यवस्था त हो जसले गर्दा यिनीहरूले मजाले भ्रष्टाचार, नीतिगत भ्रष्टाचार, नीति बनाउने ठाउँमा गएर नीति निर्माण गरेर भ्रष्टाचार गर्न पाउने। यो भन्दा ठुलो दुर्दशा, दुर्भाग्य यो देशको के हुन सक्छ साथीहरू? म तपाईहरुलाई आज अनुरोध गर्न चाहन्छु, यति ठुलो पोस्टमा, प्राइम मिनिस्टर जस्तो पोस्टमा पुगिसकेका व्यक्तिहरूको नाम भ्रष्टाचारमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपले आइरहेको छ। माधव कुमार नेपाल पूर्व प्रधानमन्त्री जस्तो व्यक्ति आज रुनु परेको छ मिडियाको सामने आएर। भने यसमा जतिको नाम पनि अहिलेसम्म मिडियामा आएको छ, यी सबै भ्रष्टाचारमा कहीँ न कहीँ मुछिएको छ भन्ने प्रमाण नेपालको अख्तियार दुरुपयोग अनुसन्धानलाई पनि थाहा छ, यी ठुला नेताहरूलाई पनि थाहा छ। किनभने आज विपक्षमै भएको कारणले आज यति वर्ष पछाडि यो मुद्दा केपी शर्मा ओलीले प्रतिशोधको भावनाले के अरे निकालेको हो भन्ने कुरा त सबै जनतालाई थाहा छ नि, होइन? यो कुरा त कसैले कसैलाई भनिराख्नु पर्ने त नहोला। भन्नको मतलब यी अलग अलग राजनीतिक दलका सर्वोच्च पदमा पुगेका व्यक्तिहरू भ्रष्टाचारमा 100% भ्रष्टाचारै गर्नको लागि मात्रै यिनीहरू त्यो पोस्टको लागि अहिले मरिहत्ते गरिरहेका छन्। आफ्नो अन्तिम साससम्म पनि त्यो कुर्सीमा बसिरहन पाऊँ भन्ने यिनीहरूको विचारधारा त्यहाँबाट नै प्रेरित भएको हो भन्ने कुरा आज आएर स्पष्ट हुन्छ साथीहरू। अब नेपाली जनताहरूले बुझ्नु परेन? तपाईहरूले जितेको चुनावमा भोट हालेर पठाएको नेताले त्यहाँ गएर भ्रष्टाचार गरेर आफ्नो 7 पुस्ता पुग्ने पैसा जम्मा गरेर राखेको छ, सञ्चित गरेर राखेको, देश विदेशमा लगानी गरेर राखेको छ भन्ने कुरा आज सबैलाई प्रष्ट भयो होला नि। अब त प्रष्ट भयो होला, आँखा खुल्यो होला नि त नेपाली जनताहरूको। अहिले पछिल्लो राजनीतिक घटनाक्रमले चाहिँ यो कुरा प्रष्ट देखाएको छ। विभिन्न कालखण्डमा मन्त्री, प्रधानमन्त्रीसम्म भएका व्यक्ति नेपालमा भ्रष्टाचार गर्नको नियतले मात्र ती व्यक्तिहरू त्यो पोस्टमा पुगेका हुन्, न कि देश बनाउने, देशलाई के अरे सम्पन्न बनाउने, देशमा विकास गर्ने, नेपाली जनताको हक हितको लागि काम गर्नको लागि ती व्यक्तिहरू त्यहाँ पुगेका होइनन् भन्ने त प्रष्ट भयो नि त। यी हिजो चप्पल पड्काएर जङ्गलबाट निस्केका, गाउँबाट निस्केर काठमाडौँ पुगेका व्यक्ति आज अरबौँ खरबौँका मालिक भए। यसको पछाडिको कारण भनेको यही भ्रष्टाचार हो। अब त समय आयो होला यो नेतृत्व, यो पुराना दलहरूलाई त्याग्ने र यिनीहरूलाई यस गल्ती बापतको सजाय दिने नेपाली जनताहरूलाई अधिकार छ र दिनुपर्छ भन्ने मेरो धारणा हो। धन्यवाद। जय नेपाल।